नमस्कार। रेडियो बेतनाको यो निर्वाचन विशेष कार्यक्रममा हार्दिक स्वागत एवं नमस्कार व्यक्त गर्न चाहन्छु। म अम्बिका भण्डारी। आज हामी यो निर्वाचनमा केन्द्रित रहेर राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल बाट मोरङ 3 मा प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुभएका भुवन कुमार वाग्लेसँग कुराकानी गरिरहेका छौँ। गतिशील लोकतान्त्रिक पार्टीको समर्थनमा उम्मेदवार रहनुभएका भुवन कुमार वाग्ले मेरो व्यक्तिगत भन्नुपर्दा धनकुटामा पुरानो चिन्जानो हामी अहिले यहाँ आउनु भएको छ। यहाँलाई स्वागत छ। हजुर, धन्यवाद। यो सर्वप्रथम तपाईँले अब आफ्नो परिचय आफै दिनु न, कसरी चिनाउनुहुन्छ दर्शकहरूलाई? नमस्कार सम्पूर्ण मोरङ 3 का मतदाता तथा नेपालभरि फैलिनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू। मेरो नाम भुवन कुमार वाग्ले। मेरो जन्मस्थान धनकुटा नगरपालिका वडा नम्बर 4 देब्रेबास स्याउली पर्छ र मेरो अहिलेको बसोबास म विदेशमा लामो समय गैरावासी नेपाली सङ्घको महासचिवको रूपमा दुबईमा कार्यरत रहेर म गत सेप्टेम्बरमा यहाँ फर्केको छु र राष्ट्रिय ऊर्जाशील पार्टीको चाहिँ संस्थापक केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख पनि रहेको छु र म शिक्षाको हिसाबमा म 2060 अङ्ग्रेजीमा MA, 2073 मा काठमाडौँ युनिभर्सिटीबाट एजुकेसनमा MPhil र 2021 मा म बोल्टन युनिभर्सिटी UK बाट MBA शैक्षिक रूपमा हो भने म 18 वर्षभन्दा बेसी शिक्षण र विदेशमा पनि अन्तर्राष्ट्रिय मल्टिनेसनल कम्पनीमा म्यानेजरको रूपमा काम गरेर म भर्खरै सेप्टेम्बरबाट यहाँ फर्केर यो पार्टी गरेर म राजनीतिक पार्टीमा हुँ। अब यति धेरै तपाईँले अध्ययन गर्नुभएको छ, एउटा लेक्चर भएर गर्नुपर्ने यो अहिले खोलेको सानो, सबैले देख्दाखेरि सानो पार्टीमा अचानक आउनु भएको छ अनि यहाँ यति धेरै एक हिसाबले सामाजिक सञ्जालबाट उधम पनि मचाउनु भएको छ। यो पार्टीमा चाहिँ कसरी अथवा किन लाग्नुभयो? हाम्रो नेपालीमा उखान छ नि, न्यु र बिउ चाहिँ तपाईँको धेरै चाहिँदैन। यो सुरुवात हो। हामीले यो लामो राजनीतिक अन्योलता, यो 30-35 वर्षको लोकतन्त्रको अभ्यासका तितामिठा अनुभवपछि एउटा निकाससहितको सकारात्मक राजनीति सुरु गरौँ भनेर देशभित्र र बाहिरबाट नेपालका वास्तविक समस्या, जनता तथा देशका वास्तविक समस्या के हुन् भन्ने निर्क्योल गरेर हामीले सुरुवात गरेका छौँ र हामीले पार्टी स्थापना गरेको 3 महिनामै हामी आम चुनावमा जानुपर्ने बाध्यताका कारण हाम्रा सबै कुराहरू बुझाउन सकेका छैनौँ र यहाँहरूको सहयोगले हामी जनता सामु पुगिरहेका छौँ। त्यो अपर्च्युनिटी दिनुभएकोमा यहाँलाई धन्यवाद। अब यो पार्टीमा के छ, कति सदस्य अथवा सङ्गठनको अवस्था कस्तो छ? जस्तो अब धेरैलाई त नयाँ पार्टी होइन, कस्तो कस्तो अवस्थामा छ पार्टी अहिले? राष्ट्रिय ऊर्जाशील पार्टी हामी चाहिँ स्थापना भएको जम्मा 3 महिना भयो। मैले अघि पनि बताएँ, हामी 46 जना हामीले समानुपातिकमा चाहिँ निर्वाचन आयोगमा हामीले बन्द सूची बुझाएका छौँ भने अहिले प्रारम्भिक चरणमा हामी मोरङको क्षेत्र नम्बर 5 मा हाम्रो श्रद्धेय अध्यक्ष योगेन्द्र मण्डल, जो जीवन विकास समाजको पनि अध्यक्ष हुनुहुन्छ, त्यस पछाडि 2 नम्बरमा मनोज कुमार राजवंशी र 3 नम्बरमा म स्वयं भुवन कुमार वाग्ले गरी हामी प्रत्यक्षमा 3 जना र समानुपातिकमा 46 जना छौँ र मोरङ 3 मा चाहिँ गतिशील लोकतान्त्रिक पार्टी वीरेन्द्र बहादुर बस्नेतज्यूको संरक्षकत्वमा रहेको पार्टीको पनि मलाई प्रत्यक्षतर्फ समर्थन छ अहिले। त्यसो गर्दा यो चुनावको लेखाजोखा गर्दा यहाँ कुन अवस्थामा चाहिँ पोजिसन अथवा अब जित्ने कुरा त अब त्यो कति छ के छ होइन, त्यो अब ठ्याट्टै गर्न सकेन। जस्तो कुन अवस्थामा पुगेला, मत परिणाम कस्तो आउला भन्ने अपेक्षा छ? यो एकदम इन्ट्रेस्टिङ प्रश्न। यो अब प्रेडिक्सन गर्नुपर्ने कुरा हो। हामी राष्ट्रिय ऊर्जाशीलको मात्रै तरिकाले जाँदाखेरि हामी सम्मानजनक मतलाई टार्गेट बनाएर राखेका थियौँ, तर अहिले पछिल्लो हामीले चाहिँ अस्तिदेखि जब गतिशील लोकतान्त्रिक पार्टीको पनि समर्थन पाएपछि अहिले हामी कम्पिटिटिभ रूपमा आउँछौँ। अब देशभरि नै यहाँलाई थाहा छ चाहिँ वैकल्पिक शक्तिको रूपमा चाहिँ यो जुन पार्टी जो आएको छ तपाईँको राष्ट्रपा, त्यसै गरी पुराना पार्टीहरू एमाले काङ्ग्रेसका उम्मेदवारहरू हुनुहुन्छ र त्यसले गर्दाखेरि हामी अब चाहिँ हामी यो पछिल्लो मोडमा चाहिँ हामी चाहिँ कम्पिटिसनमा हामी आउँछौँ भन्ने हामीले आकलन गरेका छौँ। जस्तो राष्ट्रपा जस्ता नयाँ शक्तिहरूसँग गठबन्धन अथवा तालमेल गरेर अथवा एक भएर जान सक्ने अवस्था भएको भए सहज अवस्था हुन्थ्यो, त्यो किन हुन सकेन?
यस्तो छ, यो हामीले पार्टी स्थापना गरे जेन्जी आन्दोलन पछाडि जुन चाहिँ 30-35 वर्षसम्मको काङ्ग्रेस एमाले र माओवादीको अकर्मण्यताका कारणले जुन विस्फोट भदौ 23 र 24मा भएर जुन विस्फोट भयो, त्यो असन्तोषको विस्फोट भइसके पछाडि हामीले पार्टी गठन गरेको हुनाले र छिटै निर्वाचन आइगएको हुनाले गर्दा हामीले त्यस सम्बन्धमा गर्न सकेनौँ। तर वैकल्पिक शक्ति र नयाँ शक्तिहरूप्रति हामी सफ्ट छौँ र पुराना शक्तिहरू जसले चाहिँ नेपालको चाहिँ एउटा लामो भविष्य, एउटा देश 30-35 वर्षमा चाहिँ तपाईँको पुरै ट्रान्सफर्म हुनसक्छ, चाहिँ परिवर्तन हुनसक्छ, त्यो नगरेर यसलाई जकडाएको कारणले गर्दाखेरि हामीहरू वैकल्पिक शक्तिहरूसँग सफ्ट छौँ र वार्ता छलफलहरू ती क्रमशः चल्छन्। किनभने फागुन 21 मात्रै अन्त्य होइन नि त, यो त लामो राजनीतिक यात्रा हो। तर पुरातन पार्टी, परम्परागत पार्टीका पुराना नेताहरूलाई उहाँहरूले हालसम्म गर्नुभएका क्रान्ति र परिवर्तनको जुन एस्योर गर्नुभएको छ, उहाँहरूलाई धन्यवाद दिँदै यो चुनावबाट चाहिँ वैकल्पिक शक्तिहरूले पुराना पार्टीहरूलाई आफ्नो साइजमा अथवा हाम्रा सिनियर नेताहरूलाई चाहिँ सम्मानपूर्वक विदाई गर्नुपर्छ भन्ने हामी सोच्छौँ। र अब आगामी निकास सम्बन्धी कुरामा पढे लेखेका, जानेका, बुझेका युवाले चाहिँ राजनीतिमा होमिएर यो देशको वास्तविक समस्यालाई सही तरिकाले एड्रेस गर्नुपर्छ भन्ने हाम्रो सोच छ। जस्तो योगेन्द्र मण्डल चाहिँ अब कुनै बेला नेकपा एमालेसँग नजिक रहेर पनि गर्नुभयो, अघिल्लोचोटि अब स्वतन्त्र सांसद पनि हुनुभयो मोरङबाट। अब अहिले यो जुन नयाँ पार्टी खुलेको छ, यो पार्टीको एउटा भनौँ न अवधारणा चाहिँ कस्तो टाइपको हो? जस्तो कम्युनिस्ट काङ्ग्रेस भने जस्तो अरू भने जस्तो होइन, यसको मेन सिद्धान्त भनौँ अथवा दर्शन के हो? हजुर, हामी यो मान्य योगेन्द्र मण्डल अघिल्लो पटक 2079 को चुनावमा स्वतन्त्र, यही कलछाप हाम्रो अहिले जुन निर्वाचन चिन्ह छ यही लिएर मोरङ 5 बाट स्वतन्त्र निर्वाचित हुनुभएको र हाम्रो पार्टीको पनि त्यही नै चुनाव चिन्ह रहेको छ। 2054 देखि माननीय योगेन्द्र मण्डलले जीवन विकास समाज मार्फत 3,89,000 भन्दा बेसी पिछडिएको र चाहिँ गरिब वर्गको गरिबी उन्मूलनका लागि लघुवित्त, अस्पताल, व्यावसायिक कृषि, व्यावसायिक माछा पालन, बाख्रा पालन लगायतका चाहिँ तपाईँको यान्त्रिकरण सहितको र चाहिँ चक्रिय प्रणालीको कृषि गरेर चाहिँ जुन मोरङदेखि 77 जिल्लाका जुन गरिब र पिछडिएका वर्गका सुकुम्बासीहरूको पक्षमा काम गर्नुभयो। त्यो अनुभवलाई सँगालेर म र हाम्रा साथीहरूले विभिन्न किसिमका अनुभवहरूलाई मिसाएर हामीले के गरेका छौँ भने हामीले नेपालवाद भन्ने एउटा सिद्धान्त हामीले बनाएको छौँ। नेपालवाद भनेको भेरी सिम्पल, यो चाहिँ सृजनशील प्रगतिवादी सिद्धान्त हो। यसमा चाहिँ जो जहाँ जे गरिरहेछ त्यसले त्यसमा उन्नति गर्नु पर्यो। कुखुरा काट्ने मान्छेले स्वस्थ मासु कम दाममा बढीभन्दा बढी बेचेर कसरी पैसा कमाउने, पशुपालकले बढीभन्दा बढी गरेर कसरी कमाउने, र राजनीति सीमित र बुझेका र चाहिँ समाजको समस्या अध्ययन गर्न सक्ने मान्छेले मात्रै गर्नुपर्छ र नेपाली श्रम र सिपलाई प्रयोग गरेर नेपालीहरूले नै नेपाल बनाउनु पर्छ। यो अनुदान अर्काको आश गरेर हुँदैन। हामी सबैले मेहनत गरेर एउटा राष्ट्रिय पुँजीको निर्माण गरिसके पछाडि हाम्रा नेपालीहरूका सपना पुरा गर्न सकिन्छ भन्ने अर्थमा यो। अब तपाईँले वामपन्थी वा दक्षिणपन्थी अथवा यथास्थितिवादी भन्ने तरिकाले क्याटेगोराइज गर्नुहुन्छ भने चाहिँ हामी जुन केन्द्र हुन्छ नि, जुन केन्द्रभन्दा अलिकति प्रोग्रेसिभ, किनभने नेताले जनतालाई डोर्याउनु पर्छ। जुन हाम्रो समाजको विकासक्रम र चेतना स्तर छ त्योभन्दा अलिकति प्रगतिवादी हामी हुनुपर्छ ताकि हामीले समाजलाई सही बाटोमा। तर हाम्रो फोकस चाहिँ उत्पादनमै छ, व्यवसायिकीकरणमै छ, किनभने पुँजी निर्माण नहुन्जेलसम्म र नेपालीहरूले चाहिँ आफै मेहनत नगरुन्जेलसम्म यो देश बन्दैन भन्ने नीतिमा हामी। जस्तो भन्नुको मतलब कुनै वाद दर्शन भन्दा पनि यसले चाहिँ अब यो व्यवस्था, यही व्यवस्थाको बाट जनताको अवस्था परिवर्तन गर्नुपर्छ भन्ने खालको अवधारणा हो। एक्ज्याक्टली जस्तो मार्क्सवाद, लेनिनवाद, समाजवाद, अब पुँजीवाद, यो उदारवाददेखि लिएर पश्चगमनकारी प्रतिक्रियावादी पनि र दक्षिणपन्थी शक्तिहरू पनि छन्। हामीहरू यी वादहरूका राम्रा पक्षलाई लिएर अझ स्पष्ट भन्दाखेरि चाहिँ कर्मण्यवा अधिकारस्ते माफले सुख दाचन भनेको सबैले कर्म गर्नुपर्छ, फल आफै आउँछ भन्ने खालको भागवत गीताको यसलाई मैले उदाहरणलाई लिएँ। त्यसरी काम गर्यो भने मात्रै अगाडि बढ्छ भने एकदम सिम्पल, यसलाई चाहिँ एकदम राजनीतिक रूपमा लेप लगाएर गर्ने भन्दा पनि त्यसरी जानुपर्छ। जस्तो त्यो पार्टीको एउटा राष्ट्रिय ऊर्जाशील पार्टीको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। यो पार्टीले जस्तो अलिकति अहिले जस्तो धर्मनिरपेक्षता, यो हिन्दू राष्ट्र भएकोमा कतिपय विरोध पनि आछ, त्यसमा बहस हुने गर्छ, अनि लगायत अब कतिपय सवालहरू छन्। त्यो सवालमा पार्टीको केही अहिलेसम्म अवधारणा आइसकेको छ कि छैन? स्पष्ट छौँ हामी यी सबै विषयमा हामीले गहन छलफल गरेका छौँ। हामी जनमतलाई मान्छौँ, जनता नै जनार्दन हुन्। यदि
जनताले जस्तो जेनजी आन्दोलनबाट जनताले परिवर्तन खोजे नि, त्यसलाई अहिले एड्रेस गरेर नागरिक सरकार बन्यो, त्यस पछाडि अर्को यो संसद भङ्ग भएपछि नयाँ चुनाव बन्दैछ। जनताले यदि हाम्रो देशको हामीलाई सामाजिक स्ट्रक्चर, हाम्रो धार्मिक चाहिँ तपाईँको स्ट्रक्चर, हाम्रो समाजको चाहिँ एकत्व जुन नेपालीपन जुन छ नि, यो नेपालीपनले अब यसमा जानुपर्छ भन्नेमा चाहिँ हामी उहाँहरूले गएमा हामी जुनसुकै परिवर्तन नेपाली जनताले चाहेकोमा छौँ। तर त्यसको मतलब हामी नेपालीहरूको सार्वभौमिकता, हाम्रो नेपालीत्व र हाम्रो चाहिँ राम्रो संस्कार, चाहे तपाईँ हिन्दू धर्म मान्नुहोस्, बौद्ध धर्म मान्नुहोस्, जेसुकै मान्नुहोस्, जुनसुकै धर्म माने पनि त्यसको सही संस्कारलाई फलो गर्नुपर्छ र यो धार्मिक विकृति र सामाजिक विकृति र सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्नुपर्छ भन्ने हिसाबमा हो हामी यसमा चाहिँ डिसाइसिभ हुने, आफूले यो गर्नुपर्छ भनेर कसैको पछि राजाको पछि कुद्ने अथवा राजावादीको पछि कुद्ने वा चाहिँ तपाईँको चाहिँ यसको पछि कुद्ने भन्दा पनि जनताले आफ्नो मागलाई संसदबाट अभिव्यक्त गर्छन्, मतबाट अभिव्यक्त गर्छन् र जनताले छानेको चिज यदि नेपाली सार्वभौमिकता र नेपालीत्व रक्षा गर्ने पक्षमा छ भने हामी त्यसमा जान्छौँ। र अभियसली नेपाल 84% भन्दा धेरै जनगणना अनुसार हिन्दू मुलुक भएको कारणले गर्दा म स्वयं पनि हिन्दू धर्मावलम्बी भएको हिसाबले अन्य धर्महरूको धार्मिक र सांस्कृतिक कुराहरूलाई उच्च सम्मान गर्दै चाहिँ हिन्दू धर्मका पनि राम्रा संस्कारहरूलाई हामीले फलो गर्नुपर्छ। तर यसको मतलब यो होइन कि कुनै राज्यले यही धर्म भनेर चाहिँ डिक्टेट गर्नु हुँदैन भन्ने कुरामा हामी धर्मनिरपेक्षताको विषयमा हामी खुला छौँ। तर जनताले चाहिँ होइन यो चाहिँ हिन्दू राष्ट्र हुनुपर्छ भनेर जनताको बहुमतले चाह्यो भने हामी त्यसमा अवरोध हुँदैनौँ, हामी खुला छौँ त्यसमा। जस्तो यो पार्टी अब हिन्दू राष्ट्र भए पनि राजतन्त्रतिर फर्किने उसमा त पक्कै छैन, हामी बिल्कुलै गणतन्त्र त्यसमा क्लियर छ। हामी वर्तमान 2072 को संविधानमा संघीयता, धर्मनिरपेक्षता लगायतका यी जति पनि इस्युहरू छन् हामी त्यसमा सहमत छौँ। तर यो 10 वर्षको चाहिँ 2072 को संविधानको अभ्यासको क्रममा जहाँ समस्या छन्, जस्तो संघीयतामा जस्तो भद्दा भयो भन्ने छ, तर संघीयताका कारणले हामी अहिले हरेक बाटो जहाँ जान्छौँ स्थानीय निकायलाई सबल बनाएका कारणले यहाँ चाहिँ जति पनि तपाईँको पूर्वाधार निर्माणका कामहरू राम्रोसँग भएका छन्। त्यसले गर्दा संघीयताका राम्रा पक्षहरूलाई राख्दै धार्मिक सहिष्णुता, एक धर्मले अर्कोलाई सहयोग गर्ने जुन हाम्रो नेपाली संस्कृति छ, यी सबै संस्कृतिहरूलाई बचाएर अल्पसंख्यक, पिछडिएका, गरिब र सुकुम्बासीहरूलाई इक्वालिटी भन्दा पनि इक्विटीको आधारमा भनेको कम वर्गीय हिसाबमा अझ भन्नुपर्दा वर्गीय हिसाबमा गरिब रहेकाहरूलाई चाहिँ राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरू र पिछडिएको वर्गलाई अगाडि बढाउनका लागि नीतिहरू बनाउनुपर्छ भन्नेमा हामी छौँ। र हामी संसदमा भोलि जाँदाखेरि र हामी फिल्डमै हुँदाखेरि पनि न्याय र चाहिँ पिछडिएको वर्गको पक्षधरतामा हामी रहन्छौँ। जस्तो अब अलिकति अहिले जुन राजनीतिमा हुमिने भएको छ, अब तपाईँ एउटा भनौँ न इन्टलेक्चुअल पढे लेखेको होइन, एउटा ग्रेजुएट गरेको मान्छे, अब त्यसमा भोलि राजनीतिमै होमिन्छु भन्ने छ कि तब त्यो अरू जुन आफ्नो भन्नाले अध्यापन गर्ने लगायतको पेसामा पनि अगाडि बढ्ने कस्तो योजना बनाउनु भएको छ? मेरो व्यक्तिगत कुरा चाहिँ म अब राजनीतिमा पूर्णकालिक रूपमा लाग्छु। मेरो प्राध्यापन जुन छ, मेरो प्राध्यापन चाहिँ म बिहान 2 पिरियड 3 पिरियड मैले चाहिँ तपाईँको चाहिँ कतै एज अ रिसोर्स पर्सन अथवा पर्मानेन्टली, तर ब्याचलर्स मास्टर्स लेभलमा म सकेसम्म चाहिँ यहीँ विराट चोकमा, बेलबारीमा, पथरीमा, यही मोरङ 3मै रहन्छु। र बाँकी हामी एउटा व्यावसायिक कृषिको हामीले एउटा योजना बनाएका छौँ। हामीले कानेपोखरी गाउँपालिकामा हामीले चाहिँ त्यहाँ जमिन पनि हेरेका छौँ। हामी एउटा चाहिँ आदिवासी जनजातिको रिसोर्ट, जनजातिको चाहिँ पहिचान झल्किने गरी उनीहरूका घरहरू सहितको, होमस्टे सहितको उनीहरूको संस्कृति परिकार समेत संरक्षण गर्दै त्यसको वरिपरि चक्रीय प्रणालीको कृषि गरेर त्यो कृषिलाई त्यसलाई चाहिँ आम्दानीको स्रोत र मान्छे जोड्ने स्रोत पनि र पहिचानको रक्षा पनि गर्ने हिसाबले त्यसलाई एउटा र 2-3 वटा कक्षा पढाएर नै म राजनीति, पूर्णकालीन राजनीति गर्ने। मैले यो प्रश्न किन सोधिरहेको छु भने अब हाम्रा खास गरी नेताहरू पेसा व्यवसाय अथवा जब केही पनि नभएको, राजनीति भएको र त्यहीँबाट सबै चिज मेन्टेन गरेको, अनि यो भ्रष्टाचारका कुरा अरू कुरा पनि जोडिन्छ, त्यस कारणले पनि मैले यो प्रश्न सोधेको। एक्ज्याक्टली। अब यो जस्तो अहिले यो मोरङ क्षेत्र नम्बर 3 अत्याधिक चर्चामा छ, त्यसमा पनि तपाईँको अब फेसबुकमा आउने स्टाटसहरू एकदमै आक्रामक हुन्छ, को रहेछ मान्छे, कहाँबाट आयो, कोही थिएन भन्ने टाइपको पनि हुन्छ। अब यो र मतदातासँग अहिले गइरहँदा मतदाताको अपेक्षाहरू, यहाँको जनताको समस्याहरू के देख्नुभयो यहाँले? एकदम ब्युटिफुल प्रश्न।
म 6 वर्ष म MBA पढ्नलाई दुबई गइसके पछाडि म 6 वर्ष विदेश बसेँ। एउटा दुःखद कुरा के छ भने विदेश गएपछि देशले बिर्सिन्छ, देशले बिर्सिन्छ। मेरा परिवार यहाँ छन्, तर एक दुई दिन जसरी मान्छे चाहिँ छेउमा नदेखेपछि तपाईँ हामी पनि त पुराना साथी हौँ तर आज आएर जोड्यौँ होइन। अब देशले बिर्सिन्छ र देशमा नेपालबाट बाहिर गएका करिब सबै देशको हिसाब गर्ने भने 80 लाखदेखि 1 करोड मान्छेहरू नेपाल आउन चाहन्छन्। उनीहरू आफ्नै परिवारसँग बस्न चाहन्छन्, बुवाआमासँग बस्न चाहन्छन्, बरु उहाँ कमाइरहेको भन्दा आधा मात्र होस् तर आनन्दले बस्न पाऊँ भन्ने चाहन्छन्। तर यहाँ माफियाकरण, बिचौलिया तन्त्र र चाहिँ भ्रष्टाचार यति धेरै छ कि जस्तो तपाईँले देख्नुभयो, म आएर अस्ति उम्मेदवार भएपछि यहीँका एक हेभी वेट भनेका उम्मेदवारले त्यो मानसिक रोगी हो पागल, म तपाईँसँग यसरी प्रश्न कुरा गरिरहेको छु, म त ठिक छु जस्तो लाग्छ, म कुनै औषधि पनि सेवन गर्दिनँ। त्यसले गर्दा माफियाकरण र माफिया तन्त्र यति बलियो छ कि विदेशबाट आएका मान्छेहरूलाई कुनै पनि सृजनात्मक काम गर्नका लागि यहाँ वातावरण दिँदैन। प्लस हाम्रो चाहिँ इन्टरप्रेन्योर फ्रेन्डली भनेको लगानीकर्ता मैत्री, लगानी मैत्री वातावरण छैन। यसलाई हामी टक्सिक एन्टरप्रेन्योरियल इन्भाइरोमेन्ट भन्छौँ। भनेको यो विषाक्त छ। एउटा कि विदेशबाट आएको मान्छेको एउटा कथा भन्छु म तपाईँलाई। यहाँ आयो, उसले कमाएको पैसा लगानी गरेर कुखुरा पालन, बाख्रा पालन, सानो व्यापार केही गर्यो, 6 महिनामा डुबेर फेरि ऊ त्यही मुलुकमा फर्किरहेछ। यो अवस्था यहाँ छ र माफिया कति बलियो छ भन्ने कुरा यहाँहरूले महसुस गर्नुभएको छ। यो माफिया तन्त्रलाई कठोर ढङ्गले चाहिँ यसको विरुद्ध नलडिकन र यसलाई परास्त नगरिकन हुँदैन। मान्छेले यहाँ मोरङ 3 मा हेर्नु न, आफ्नो निजी अस्पतालमा मैले तपाईँहरूलाई सुविधा दिन्छु भनेर यहाँका अस्पतालहरूलाई रेफर सेन्टर, आफ्नामा बिरामी लाने रेफर सेन्टर बनाएर एम्बुलेन्सहरू दिएर यहाँबाट बिरामी ओसार्ने प्रक्रिया बनाउने, अनि बेलबारीमा बनेर सुचारू भइसकेको तपाईँको चाहिँ प्रहरीको क्षेत्रीय अस्पताल चाहिँ यिनीहरू सार्ने, यहाँ चाहिँ ऊ गर्ने भनेर यी फन्डाहरू गर्ने जुन यो तन्त्र छ। म मतदाताहरूसँग जाँदा म 2वटा बाटोमा गएको छु। एउटा यहाँ भएको माफिया तन्त्र र आफ्नो व्यापारलाई चाहिँ आड बनाएर मत किन्ने र चाहिँ यहाँका जनताहरूलाई कस्तो व्यवहार गर्ने भन्दाखेरि यो पर लक्ष्मी मार्ग चिसाङ खोलाको छेउमा अहिले बाँदरहरू जङ्गल जाँदैनन् फलफुल खोज्नका लागि। उनीहरू कसले केरा ल्याउँछ, कसले गाजर ल्याउँछ भनेर यहाँ रहेका जनताहरूलाई चाहिँ त्यो चिसाङ खोलाका बाँदर जस्तो व्यवहार गर्ने माफिया तन्त्रको विरोध, त्यसको प्रखर विरोध। किनभने माफिया तन्त्रसँग म दुबईमा रहँदा पनि लडेको हुँ र म यहाँ पनि लड्छु र यो विकृतिका विरुद्ध लड्ने र यहाँका जनताका वास्तविक समस्याहरू म तपाईँलाई मेरा 5वटा प्रमुख एजेन्डा र 3वटा सहायक एजेन्डाहरू छन्। यहाँको 28 सालदेखि नसुल्झिएको सुकुम्बासी समस्या, यहाँको जङ्गल र जन्तु हात्ती 47-50 वटा हात्ती आएर चाहिँ मान्छेहरू मार्ने यहाँको समस्या, तेस्रो यहाँका कोच, सन्थाल, राजवंशी र यहाँका चाहिँ धिमालहरूको पहिचानको कुरा, उनीहरूका लागि आयोग बनाउने कुरा, चौथो चाहिँ व्यवसायिक कृषि। हामी खालि सजिलो काम र सुटेड बुटेड काम मात्रै खोज्छौँ, हामी भित्र गएर गोबर सोर्ने काम गर्ने खालको, मतलब हामी आफै श्रम गरेर देखाउने कुरा। र 5औं भनेको चाहिँ हामीले यो शिक्षा र स्वास्थ्यलाई निशुल्क एकैपटक गर्न सकिँदैन, तर त्यसतर्फ यात्रा जस्तो हरेक मान्छेको शिक्षा र स्वास्थ्य हक हो र त्यसलाई स्थापित गर्नलाई यहाँका स्वास्थ्य संस्था र यहाँका शैक्षिक संस्थामा चाहिँ लामो समय प्राध्यापन गरेको मान्छे पनि भएको र एजुकेसनको चाहिँ म पोस्ट मास्टर्स डिग्री भएको मान्छे भएको हुनाले शिक्षालाई समाधान गर्ने यी 5वटा मेरा मेजर एजेन्डाहरू हुन्। भने हाम्रो यहाँको चाहिँ सडकमा जुन दुर्घटना, अव्यवस्था छ, यो चाहिँ जङ्गल हाम्रो धेरै राष्ट्रिय वन छ, यो राष्ट्रिय वन क्षेत्रमा नेटवर्क टिप्दैन, यो यी समस्याहरूदेखि लिएर यहाँ युवा दुर्व्यसनका समस्याहरू छन्, यहाँनिर यी दुर्व्यसनका समस्यादेखि लिएर र विदेशमा गएका मान्छेलाई कसरी नेपाल फर्काउने, यहाँ चाहिँ ठुला ठुला कृषि सम्बन्धी उद्योगहरू कसरी खोल्ने भन्ने विषयमा हामी नीति निर्माण गर्ने कुरामा र यहाँको चाहिँ भएको चिजहरू गर्ने र कुशासन र भ्रष्टाचार विरुद्ध यी 4वटै पालिकामा रहेका चाहिँ उसको खबरदारी गर्ने र यहाँ गरिएका बदमासीहरूको चाहिँ प्रखर रूपमा विरोध गर्ने, यतिवटा कुरा हाम्रा एजेन्डामा छन्। र यहाँ यो सुकुम्बासी सम्बन्धी जुन समस्या छ त्यसमा म तपाईँसँग अर्को प्रश्नमा आउँछु, त्यो किनभने धेरै जटिल र 28 सालदेखि समाधान नभएको प्रश्न छ। यी मेजर एजेन्डाहरू मैले यो चुनावमा उम्मेदवार हुनुभन्दा अगाडि 2 महिना फिल्ड घुमेर म सार्वजनिक यातायातमा यात्रा गरेर, मोटरसाइकलमा गएर, म उम्मेदवार होइन कोही होइन जस्तो गरेर मैले यहाँका सबै समस्याहरू इन्टरनेट मार्फत र यहाँका मान्छेहरूसँग कुरा गरेर र 4वटा निकायका प्रमुखहरूसँग भेटघाट गरेर मैले यो निकालेको छु र यी सबै समस्याहरू
चाहिँ समाधान गर्ने र त्यसका लागि लड्ने, त्यो कुनै तात्कालिक रूपमा समाधान हुनेछन् तिनलाई तत्काल समाधान गर्ने, मध्यकालिकलाई मध्यकालिक र अलि लामो समय लाग्नेलाई त्यसरी 3 चरणमा चाहिँ प्राथमिकीकरण गरेर त्यसलाई आवश्यक पर्ने पुँजी, त्यसको परिचालन र योजना सबै मिलाएर अगाडि बढ्ने मेरो एजेन्डा छ। जस्तो अब राजनीतिको लागि त यो कस्तो छ भने सत्ता जबसम्म हात पर्दैन तबसम्म यहाँ गर्न सक्ने अवस्था हुँदैन र सानो दल अहिले अब जनताले चिन्या छैन। फेरि कस्तो हुन्छ भने म मानु काङ्ग्रेसको एमाले या माओवादी छु भने उसले जे गरोस् राम्रो, उसले जे गरो ठिक भन्ने मानसिकता छ। यो बिचमा भोलि यो नयाँ पार्टी छ राष्ट्रिय ऊर्जाशील पार्टीलाई त्यो लेभलमा अथवा भनौँ न बृहत लेभलमा लानको लागि त मैले अघि पनि भने सायद त्यो कुनै पार्टीसँग एकीकरण या त सहकार्यकै सम्भावना भएपछि मात्रै सम्भव होला। अब त्यो चाहिँ अब अहिले तपाईँलेहरूको लडाइँ यो जुन चलेको छ त्यसलाई निष्कर्षमा पुर्याउने अथवा भनौँ न उपलब्धिमूलक बनाउने तहमा भोलि कसरी जान्छ भन्ने लाग्छ? बिल्कुल, यो फागुन 21 को चुनावमा हामी 18 जना मैदानमा छौँ, जित्ने एकजनाले हो, सबै उम्मेदवारले जितिँदैन। र यो चुनावपछि अर्को स्थानीय चुनाव आउँछ, अरू चुनावहरू आउँछन् र यो हाम्रो राजनीतिक रूपमा सुरुवात हो। भर्खरै मलाई जुन गतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्षमा समर्थन गर्यो, यो एउटा वैकल्पिक र सकारात्मक राजनीतिको चाहिँ एउटा ऐक्यबद्धताको सुरुवात हो। र अन्य चाहिँ जति पनि भर्खर खोलिएका नयाँ दलहरू छन् उहाँहरूसँग हामी वार्ता गर्नलाई ओपन छौँ। तर ओपनको मतलब यो होइन कि नेपालमा विभिन्न चाहिँ के अरे अन्तर्राष्ट्रिय इन्ट्रेस्टमा आएर पार्टी खोले जस्तो गर्ने मान्छेहरूसँग बाहेक हामी चाहिँ यहाँ सकारात्मक रूपमा जनताकै लागि राजनीति गर्न आएका समर्पित र चाहिँ अनुभवी व्यक्तिहरूसँग हामी वार्तामा खुला छौँ। तर यसको मतलब यो होइन कि हामी काङ्ग्रेस, एमाले, माओवादी वा चाहिँ कुनै पुरातनवादी दल राप्रपा अथवा कुनै पुरातनवादी दलहरूसँग जाँदैनौँ। जहाँसम्म रासोपा लगायतका वैकल्पिक शक्तिहरू जति पनि छन् हामी उहाँहरूसँग छलफलमा छौँ। तर हामीले फलो गरेको मोडालिटी चाहिँ उस्तै किसिमका मोडालिटी भएका, जस्तो म तपाईँलाई नामै भन्छु, उज्यालो नेपाल पार्टी, यो गतिशील लोकतान्त्रिक पार्टी, हामी ऊर्जाशील पार्टी, चाहिँ तपाईँको हर्क साम्पाङको चाहिँ श्रम संस्कृति पार्टी, हामी लगभग काम गर्नुपर्छ, काम नगरिकन हुँदैन भन्ने किसिमका बिचमा चाहिँ हामी छलफल, यो चुनाव पछाडि जुन एक खालको पिक्चर बन्छ त्यस पछाडि हामी छलफल गरेर सम्भव भएसम्म चाहिँ हामी एकताबद्ध बनाएर एउटा स्ट्रङ ध्रुव बनाउनतिर लाग्छौँ। तर त्यसको अर्थ हामीले बनाएको सैद्धान्तिक कुरामा हामी आत्मसमर्पण गरेर स्वार्थका लागि कुनै पनि पार्टीसँग विलय हुने हाम्रो योजना छैन। जस्तो यो अब अहिले चुनावमा गइरहँदा जनताले एउटा सुकुम्बासी समस्याको कुरा गर्नुभयो, त्यस्तै अरू हात्तीको लगायत समस्याको कुरा गर्नुभयो। जनताको ठ्याक्कै अपेक्षा चाहिँ यो गर्दै हुन्थ्यो भन्ने अथवा भित्री इच्छाले ल पुरानो नेताले यो चाहिँ बिगारे तपाईँहरूले यो चाहिँ गरिदिनु है भन्ने खालको केही त्यस्तो के पाउनुभयो? ओके, शिक्षा, स्वास्थ्य र रोजगारी त्यो त्यसको लेभल हुँदै जाने हो। किनभने शिक्षा कति पढ्ने, स्वास्थ्य कस्तो सुविधा पाउने भन्ने यो लङ टर्ममा हुने कुरा हो। त्यो त प्रत्यक्ष रूपमा चाहिँ रोजगारीको आवश्यकता होइन पुरुषमा, किन वैदेशिक रोजगारीमा यहाँ 1,58,000 मतदाता छन्, 50,000 मान्छे यहाँ छैनन्। त्यसले गर्दा यो रोजगारी, शिक्षा र स्वास्थ्यका कुराहरू चाहिँ तत्कालै केही भए हुन्थ्यो भन्ने जनताको अपेक्षा छ। जहाँसम्म सुकुम्बासी समस्याको कुरा जुन छ, सुकुम्बासीहरूको परिभाषा, सुकुम्बासीहरूको वर्गीकरण, जस्तो यहाँलाई भन्नुपर्दा वन क्षेत्रमा बस्ने सुकुम्बासी, नदीको उकास क्षेत्रमा बस्ने सुकुम्बासी, दोहोरो स्वामित्व भएको ठाउँमा बस्ने सुकुम्बासी, त्यस पछाडि पर्ती जग्गामा बस्ने सुकुम्बासी र यी लगायतका जुन सुकुम्बासीहरूका प्रकारहरू छन्। र चाहिँ एउटा राजनीतिक पार्टीले अहिलेसम्म 13 वटा सुकुम्बासी आयोग बने, तर राजनीतिक पार्टीले आफ्नो चाहिँ निकटको मान्छेलाई एउटा सुकुम्बासी आयोगका नाममा गराइदिने हुँदाहुँदै पनि केही व्यक्ति नापी नक्सा भएको छ 74 सालको सरकार मार्फत, केहीले निस्सा पाउनु भएको छ, केहीले पूर्जा पाउनु भएको छ। तर मेजर चाहिँ के छ भने यसको एउटा आन्दोलनको मोडालिटी छ। यसको यो आयोगको संरचना हामीले भने किसिमको हुनुपर्छ, त्यो चाहिँ औपचारिकताकोले हुनु हुँदैन। हामी यो फागुन पछाडि नयाँ सरकार जुन नयाँ संसद बन्छ, भने पछाडि त्यो संसदमा एउटा भूमि सम्बन्धी र सुकुम्बासी सम्बन्धी एउटा विधेयक पेश भएको छ जुन रोकिरहेछ, त्यो विधेयकलाई कार्यान्वयनमा ल्याउनका लागि हामी सुकुम्बासीहरूलाई चाहिँ एकत्रित गरेर हामी त्यसको चाहिँ एउटा निर्णायक आन्दोलन गर्छौँ र सुकुम्बासी आयोग भनेर यी हाम्रा सुकुम्बासी दाजुभाइहरूलाई जसरी भए पनि जग्गा उठाउने कुरामा म आफै त्यसको नेतृत्व म आफै गर्छु। पहिलो गिरफ्तारी र पहिलो गोली खानु परे पनि म त्यसका लागि तयार छु। सुकुम्बासी समस्याको मामलामा यो लामो
समयदेखि जकडिएको र विभिन्न खाले समस्याहरू छन्। यसलाई टाइम र रिसर्च चाहिन्छ, यसको मोडालिटी मसँग छ। बाँकी रह्यो हात्तीको कुरा, सिलिगुडी करिडोरमा र बङ्गालको क्षेत्रहरूमा भारतले चाहिँ तपाईँको यो ड्रोन मार्फत चाहिँ के अरे स्प्रे छर्ने, साइरनहरू व्यवस्थापन गर्ने, हात्तीहरू कहाँ गए भन्ने कुराको निगरानी गर्ने, करेन्टको बारहरू लगाउने गरेर उहाँ नियन्त्रण गरिदिएपछि यता हात्ती छिरे पछाडि हात्ती यताको यतै बसेर अहिले हामी चाहिँ हप्ता हप्तामा रोडमा, पिच रोडमा, हाइवेमा हात्तीहरू हिँडिराखेका, घर भत्काइराखेका धान। यसका लागि के छ भने हाम्रो सरकारले चाहिँ बजेट छैन। हाम्रो यहाँलाई म रिमाइन्ड गराउन चाहन्छु, राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको छेउछाउमा बस्नेहरूको जीवन स्तरकै मापदण्ड हुन्छ। अर्को कुरा, यी हात्तीहरूलाई हामीले रेडियो कलर लगाइदिन सक्छौँ कहाँ आए थाहा पाउनका लागि। हामीले पनि ड्रोनबाट स्प्रे गर्न सक्छौँ। अहिले त ड्रोन त धेरै सस्तो भयो। हामीले साइरन राख्न सक्छौँ ताकि हात्ती आए भनेपछि जनता बाँच्छन्। र हाम्रो के चलन छ भने हाम्रो चाहिँ जनजाति बस्ती चाहिँ जङ्गलको छेउमा भएर रक्सी पार्ने ठाउँमा हात्ती धेरै आउने र चाहिँ घरहरू हाम्रा कच्ची भएका, यसलाई सहयोग गर्नलाई म WWF, वर्ल्ड ब्याङ्कसँग म आफू चाहिँ अङ्ग्रेजी विषयको मास्टर्स भएको हुनाले त्यसको प्रतिवेदन लेखेर यसका लागि बजेट निकासा गर्नको लागि म चाहिँ जेनेभासम्म गएर जनताको हकको लागि फाइट गर्नको लागि म तयार छु। र यो जनधनको क्षति र हात्तीका कारणले भएका समस्या र जङ्गलबाट चाहिँ कसरी उपादेयता लिने भन्ने विषयमा मेरो फोकस रहनेछ। गतिशील लोकतान्त्रिक पार्टी, अब जस्तो उहाँ पनि एकजना ह्याबिडेट उम्मेदवारको रूपमा हेरिएको थियो, उहाँले उम्मेदवारी दिनु भएन, अहिले तपाईँ उहाँहरूको सपोर्टमा आउनु भएको छ। अब भनेपछि मोरङ 3ले तपाईँ जतिको मान्छे पाउँदा के अरे एउटा परिवर्तनको महसुस त गर्ला, तर त्यो सम्भावना कति छ भन्ने कुरा हो। अब त्यो भएपछि भोलि तपाईँले जिते या हारे मैले गर्न सक्ने यो भन्ने खालको जित्ताको कुरा, एउटा प्रतिबद्धताको कुरा भनौँ, नतिजा आफ्नो पक्षमा आएन भने पनि गर्न सकिने कामहरू के कस्ता? बिल्कुल यस्तो छ, यो चुनाव पछाडि हामी चुनाव हारौँ वा जितौँले हाम्रो राजनीतिक अभियानलाई फरक पार्दैन। हामी जित्यौँ भने हामी संसदमा माथि कानुन बनाउने ठाउँमा उठाउँछौँ, दुईतिरै यता जनतासँग पनि जोडिएर संसदमा काम गर्छौँ। अधिकांश अहिले चुनावमा उठेका चाहिँ निवर्तमान सांसदहरूलाई अहिले के कारणले समस्या भइरहेछ त भन्दा उनीहरू काठमाडौँ गए पछाडि जनतासँग नजोडिएका कारणले। त्यसले गर्दा हरेक महिना चाहिँ तपाईँको 1 हप्ता समय मिलाएर आफ्नो क्षेत्र घुम्ने, जनतासँग चाहिँ अन्तर्क्रिया गर्ने किसिमका कामहरूको रूपमा जितेर जाँदाखेरि गर्ने। उहाँ लड्ने कुरा त हामीले धेरै कुरा देखाएको छौँ, जानेछौँ र लामो राजनीतिक ब्याकग्राउन्ड पनि छ, हामी त्यो गर्ने नै छौँ। हामी हार्यौँ भने पनि चाहिँ जनताले हो नि त हराउने जिताउने, या त अरूले दिने कुरा होइन। जनताले हामीलाई अहिले त अनुभव गर, अर्कोचोटि जा भनेर हामीलाई रिजर्भ राख्नुभयो भने पनि हामी जनतासँगै यहीँ हुन्छौँ। यहीँ उत्पादनका काम, यो हात्ती सम्बन्धी काम गर्नलाई त मलाई रोक्दैन नि त। यो सुकुम्बासी समस्याको चाहिँ समाधानका आन्दोलनलाई मलाई रोक्दैन। भलै मैले बजेट विनियोजन गर्ने ठाउँमा म नपुगौँला, तर त्यो बजेट बनाउने अर्थ मन्त्रालयमा त हामी जान सक्छौँ त। फेरि यो चिजमा बजेट चाहियो त यो हामी सबै क्षेत्र घुमेका गर्न सक्छौँ। त्यसले गर्दा जनताका लागि काम गर्नको लागि खासमा पदै चाहिँदैन र एकैपल्ट जितेर बनिहाल्नुपर्छ भन्ने छैन। तर अब यो खेल हो, दौडमा उत्रिसकेपछि जित्ने गरेको तयारी चाहिँ हामीले गरेका छौँ। अब यो हामीले अहिलेसम्मको अनुभवमा र गर्दाखेरि अब हामी जस्तो मतको हिसाबले कति मत आउँछ भन्ने एउटा अनुमान गर्नुभएको छ। जस्तो 1,58,000मा लगभग 1,58,000 हुनु भएन, त्यसमा करिब 50,000 त बाहिर रहेको भन्ने अनुमान छ र 1,00,000 हाराहारी, त्यसमा कति चाहिँ मत आउँछ भन्ने अनुमान गरेको छ? म यहाँलाई एउटा पिक्चर बताउँछु। हजुर, यहाँ 1,58,092 मतदाता, त्यसमध्ये 50,000 लगभग यहाँ हुनुहुन्न, कतिको मृत्यु पनि भयो, कति बसाइसराई गरेर जानुभयो, गरेर तपाईँको यो हिसाब गर्दाखेरि लगभग 1,95,000 देखि 1,05,000 मत खस्छ। त्यसमा 2-3 हजार बदर हुन्छ भनेपछि जेनरली हामीले 1,00,000लाई मानक मानेर क्यालकुलेट गरौँ। 1,00,000 मतलाई हामीले क्यालकुलेट गर्दाखेरि पछिल्लो हामीले 2टा रेफरेन्स लिउँ। एउटा पछिल्लो 2079 को चुनाव र त्यहाँदेखि पछाडि पार्टीहरूको जोड तोड र विभिन्न पार्टीहरूका पोजिसनले गर्दा तपाईको यहाँनेरि अहिले 28,000 देखि 36,000 मत प्राप्त गर्नेले जित्छ। अब यहाँ कतिपय उम्मेदवारले 70,000 ल्याउँछु भन्नुहुन्छ, त्यो जनताले बुझिसकेका छन्। अहिले 2065 का जनता होइनन्, 2082 का जनता, हात हातमा मोबाइल छ, प्रविधि छ, उहाँहरूले बुझिसक्नु भएको छ। त्यसले गर्दाखेरि अघिल्लो मतको स्ट्रक्चर हेर्ने हो भने अघिल्लो पटक निवर्तमान सांसद डाक्टर सुनिल शर्माले 49,000 मत कसरी ल्याउनु भयो भन्दा त्यति बेला 7 दलको गठबन्धन थियो, त्यहाँ माओवादीले समर्थन गरेको थियो,
र एमालेमा भर्खरै ओम्नी काण्डको कारणले गर्दाखेरि चाहिँ अलिकति नाम खराब भएको थियो उहाँको, भानुभक्त ढकालज्यूको, र उहाँले तैपनि 25,000 मत ल्याउनु भएको थियो। त्यस पछाडि अहिले रासोपा छ, श्रम संस्कृति पार्टी छ, अब हामी छौँ, त्यहाँदेखि पछाडि के अरे उज्यालो पार्टी छ, त्यस पछाडि अन्य पार्टीहरू पनि छन्, र यो सबैतिर मत विभाजन हुँदाखेरि 28,000 देखि 35,000 मत ल्याउने उम्मेदवारले जित्छ। अब यहाँ तपाईँको घन्टीको लहर, त्यस पछाडि विरासत जुन के अरे डाक्टर सुनिल शर्माको विरासत, र यहाँका चारवटै निकाय चाहिँ एमाले तपाईँको सबैमा एमाले जितेको कारणले गर्दा यो त्रिपक्षीय लडाइँमा छ। हामी श्रम संस्कृति र हामी पनि सँगसँगै छौँ। त्यसले गर्दा अहिले मोरङ 3 को चुनावमा यही हुन्छ भनेर प्रेडिक्ट गर्नु ठुलो गलत हुन सक्छ, र जेनेरली जुन देशभरि नै एक प्रकारको माहौल भएको कारणले गर्दाखेरि चाहिँ अलिकति रासोपाको चाहिँ तपाईँको अब रासोपा पछि यो अलिकति सचेत वर्ग बस्ने ठाउँ भएको हुनाले रासोपाको लहर हामी देख्छौँ, तर त्यो मतमा कति परिवर्तन हुन्छ र चाहिँ जुन यो अन्य विभिन्न फ्याक्टरहरू यहाँ जुन छन् ती फ्याक्टरहरूको आधारमा यसले नै जित्छ भनेर भन्न सकिँदैन। तर यहाँ त्रिपक्षीय र वैकल्पिक शक्ति सहितको 4 पक्षीय भिडन्त हुने म मोरङ 3मा सिचुएसन। जस्तो यहाँले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएका धेरै स्टाटस अलि बढी सुनिल शर्माप्रति अलि आक्रामक जस्तो देखिन्छ, के छ यसमा? के उहाँसँग कुनै त्यस्तो राजनीतिक रूपमा हो कि अथवा व्यक्तिगत हो कि कस्तो, के कारणले त्यस्तो त्यो चिज चाहिँ बढी चर्चामा भएर मैले क्वेसन? व्यक्तिगत रूपमा उहाँ एउटा व्यक्ति, म एउटा व्यक्ति, उहाँ एउटा व्यवसायी, म एउटा शिक्षण पेसाको विदेश बसेको मान्छे, हामी व्यक्तिगत रूपमा अलि टाढाका नातेदार पनि हौँ, हाम्रो राम्रो चिन्जान छ। मेरो विरोध वा मेरो आक्रोश भनेको सुनिल शर्मा व्यक्तिप्रति होइन, मेरो आक्रोश भनेको सुनिल शर्मा प्रवृत्तिप्रति हो। किन प्रवृत्तिप्रति हो भने एउटा सांसद, एउटा पार्टीको नेताले तपाईँको यहाँका सार्वजनिक शिक्षा र स्वास्थ्यका संस्थाहरूलाई बलियो बनाउनपट्टि फोकस हुनुको सट्टा म मेरो के अरे अस्पतालमा भएकालाई डिलक्स क्याबिन बनाउँछु भन्नेतिर जानु, यो के हो भन्दाखेरि यहाँका जनताको मजबुरी। जस्तो युवा पङ्क्ति म्याक्सिमम विदेशमा छ, बुढाबुढी बाआमा घर रुँगेर बस्नु भएको छ, औषधि रेगुलर खानुपर्छ, र त्यो उहाँहरूको कमजोरीलाई चाहिँ उहाँले राजनीतिक एजेन्डा बनाउनु भयो। उहाँले अहिलेसम्म यो मनमोहन गान्धी मार्ग जुन छ 18% काम भएको छ, उहाँको नजिकको साथी हो कान्छाराम तामाङ, उहाँको यो बाटो अलपत्र पाइरहेछ आफ्नै क्षेत्रको, यो विषयमा उहाँले के गर्नुभयो? तपाईँको तल कुशल चोकमा चाहिँ पत्रिसनिश्चरेको तल कुशल चोकमा आज 12 वर्ष भयो त्यहाँका मान्छेहरूले चाहिँ के अरे बिजुलीको त्यो लाइन मार्फत त्यहाँनिर बोरिङ ल्याइदिनु पर्यो सिँचाइको भनेर, त्यो विषयमा उहाँले के गर्नुभयो? मैले अघि उल्लेख गरेँ सुकुम्बासीलाई म पूर्जा दिन सक्दिनँ, म निरन्तर लड्छु भनेर अस्पष्ट कुरा गर्ने। यो हात्तीले यसरी मान्छे मारिराखेको ठाउँमा मलामी मात्र गएर हुँदैन, यहाँका आदिवासीहरूलाई पहिचान दिने कुरामा उहाँको के एजेन्डा भनेपछि जनताका जल्दा बल्दा एजेन्डाबाट बाहिर गएर आफ्नो निजी व्यवसायलाई चाहिँ अगाडि बढाएर लाने, र उहाँको जुन चाहिँ के अरे एउटा उहाँको राजनीतिक रूपमा पनि उहाँको पार्टीसँग मेरो कुनै लिनदेन छैन, तर उहाँले राजनीतिक रूपमा अहिलेसम्म दिनुभएका वक्तव्यहरू अघिल्लो भन्दा पछिल्लो विरोधाभासपूर्ण र समस्याग्रस्त छन्। यी कारणले गर्दाखेरि उहाँलाई मैले राजनीतिक रूपमा उहाँको चाहिँ एक प्रकारले विरोध गरेको हुँ। अर्को कुरा के छ भन्दा तपाईको डाक्टर सुनिल शर्मा त यहाँको निवर्तमान सांसद हो नि त, उहाँले त मैले उठाएका जनताले उठाएका कुरा सुन्नु पर्यो नि त, उहाँ त जितेर जानुभएको। अब उहाँले आफूलाई प्रमाणित गरेर जितेर जानुभयो, जनताले जितायो भने हामीलाई समस्या छैन, तर प्रश्न गर्न पाउनुपर्छ। हामीले प्रश्न नगरेकै कारणले यी माफियाकरण, दलालीकरण र चाहिँ तपाईँको चाहिँ यी बीचको राजनीतिक उतार चढावको क्रममा छक्का पन्जा गरेर चाहिँ अरबपति भएका मान्छेहरूको हालिमुहालीले यो देश बन्दैन भन्ने जनताले बुझेका छन्। त्यो 21 गते मतमा देखिन्छ। त्यसले गर्दा निष्कर्षमा सुनिल शर्माजीसँग व्यक्तिगत रूपमा उहाँ मेरो उमेरले अलिकति दायी हुनुहुन्छ, मेरो कुनै पनि समस्या छैन। पुरानो हिसाबले हेर्दा त जिल्लावासी उहाँ धनकुटाकै चुङमाङको नेउपाने हो होइन, हाम्रो बुढी फुपूतिरबाट अलिक टाढाको नातेदार पर्छ। उहाँको छोरालाई मैले 11 कक्षामा पढाएको हुँ, म आफै चाहिँ प्रिन्सिपल थिएँ एभरेस्ट कलेजमा। त्यसले गर्दा व्यक्तिगत रूपमा केही पनि छैन। तर उहाँले चाहिँ जुन वेतना दैनिकमा अन्तर्वार्ता दिने क्रममा चाहिँ जुन किसिमको शब्दहरू प्रयोग गर्नुभयो त्यसले गर्दा म दुखी छु। तर म त्यो व्यक्तिगत कुराको विषयमा मैले उहाँले गर्नुभएका गलत कुराको मैले कानुनी रूपमा उजुरी गरेको छु, त्यसलाई कानुनले निरूपण गर्ला। भले उहाँ हेभी वेट भएर कानुनलाई नै प्रभाव पाइरहनु भएको छ, त्यति धेरै रेस्पोन्स छैन, तर कानुनी लडाइँको रूपमा त्यो छुट्टै छ। तर अहिले चाहिँ उहाँसँग मैले राजनीतिक रूपमा द्वन्द्व गरे हो, व्यक्तिगत रूपमा कसैलाई पनि कसैको चरित्र हत्या, कसैलाई चाहिँ तपाईँको मानसिक रूपमा त पागल छस् वा यस्तो यस्तो किसिमको भाषा बोल्नु हुँदैन। उहाँले बोले पनि म बोल्नेवाला छैन। त्यो
भनेपछि अब भुवन कुमार वाग्लेलाई जस्तो राष्ट्रिय ऊर्जाशील पार्टी नेपालको मोरङ क्षेत्र 3 को एकजना उम्मेदवारलाई जनताले यो क्षेत्र 3 का जनताले मत किन दिने? ओके, मत दिने कुरामा मैले जनताको रिसर्च गरेर जनताका वास्तविक समस्या के हुन् पत्ता लगाएको छु र ती वास्तविक समस्याहरूको समाधान कसरी गर्ने भन्ने विषयमा चाहिँ म विज्ञता राख्छु, नम्बर 1। नम्बर 2, म आफै विदेशमा गैर-आवासीय नेपाली सङ्घको महासचिव भएर बसेको, मैले आफू फाइट गरेर हाम्रा साथीहरू टिमको साथमा हामीले दुबईमा कन्सुलर कार्यालय स्थापना गरेको र मेरै हातले हामीले चाहिँ दर्जनभन्दा बढी मरेका नेपालीहरूको लास पठाएको, अलपत्र परेका साथीहरूलाई उद्धार गरेर पठाएको, खाना खुवाएको, पासपोर्ट रिन्यू गरिदिएको, यस्ता अनुभवहरू भइसकेको हुनाले हाम्रो यो हरेक घरमा, मोरङ 3 का हरेक घरमा 1 जनादेखि 2 जना विदेशमा छन्। मेरो 90 देशमा गैर-आवासीय नेपाली सङ्घको नेटवर्क छ। कसैले पनि समस्या पर्यो भने मेरो नम्बर लगभग पब्लिक छ, मलाई फोन गरेर भन्नु भने कमसेकम म सम्बन्धित ठाउँमा कुरा पुर्याइदिन सक्छु हैन। म जनताका यहाँका समस्याहरूका लागि म नेतृत्व गरेर अगाडि बढेर यहाँको सत्तासँग आँखामा आँखा जुदाएर कुरा गर्न सक्छु। यहाँका दलाल फटा र जालीहरूका विरुद्ध म चाहिँ तपाईको जनताको नेतृत्व गरेर अगाडि हिँड्न सक्छु। र म पढे लेखेको मान्छे छु, म स्वस्थ छु र म 45 वर्ष पुगे। म उमेरले पनि एक हिसाबले मानसिक रूपमा परिपक्व र शारीरिक रूपले पनि बलियो छु र यस किसिमका र म नयाँ भिजन ल्याएर एउटा उत्पादनशीलतामा लाने, जनतालाई अगाडि बढाउने भिजनमा लिएर आएको छु। यो सकारात्मक कुरा बुझ्नलाई अलिकति समय लाग्छ। जुन दिन जनताले बुझ्छ त्यो दिन यहाँ माफिया दलाल तन्त्रका मान्छेहरूको खुट्टा पनि टेक्न सक्ने छैनन् र हामीले जनतासँग मिलेर जनताका मुद्दामा हामी चाहिँ फाइट गर्ने भएको हुनाले तपाईहरूका मुद्दाको चाहिँ एउटा चाहिँ नेतृत्व गरेर लडाईँ गर्न सक्ने भुवन कुमार वाग्ले भएको हुनाले यहाँहरूले कल छापमा मत दिनुपर्छ भन्ने मेरो मत छ। जस्तो पछिल्लो समय खास गरी अब यो अलिकति हाम्रो कल्चर बिग्रेको त्यसको मतलब जस्तो अहिले अघि हामीले सुकुम्बासी समस्या समाधानको कुरा गऱ्यौँ। जस्तो अलि विपन्नलाई अलिकति जग्गा दियो अथवा कुनै भनौँ न पशुहरू पाल्ला भनेर दियो अथवा कुनै दियो भने हाम्रो के छ भने यो बल्छी दिने भन्दा माछा दिने चलन बढी छ हैन। र त्यसमा चाहिँ त्यो विपन्नले लियो भने पनि उसको लामो समय नजाने। एउटा बिजनेसको एउटा थ्योरीले के भन्छ भने यो अहिले 95% पुँजीपति यो धनीसँग जति सम्पत्ति छ बाँकीसँग त्यति छ भनेर एउटा प्रेडिक्सन भनौँ अथवा एउटा डाटाले भन्छ। र कस्तो हुन्छ अरे भने जस्तो त्यो अहिले जुन 5 अथवा 10% पुँजीपति धनीहरूसँग भएको सम्पत्ति जफत गरेर सबैलाई बाँड्यो भने पनि निश्चित केही वर्षपछि चाहिँ तिनीहरूकै हातमा पुग्छ अरे। भनेपछि यो चाहिँ अलिकति त सचेतनाको अभाव पनि होला हैन। र यो चाहिँ एउटा कल्चर भयानक, किनभने मान्छे सुविधा भोगी छ, बरु मासु खाने, रमाइलो गर्ने, बर्थडे मनाउने, यो गर्ने चाहिँ कल्चर बिग्रिँदै गएको छ। यसले चाहिँ के मेरो बुझाइमा के भने अब मात्रै उनीहरूलाई रोजगारी दिने मात्रै हैन जग्गा दिने अथवा यो दिने भनेर चाहिँ त्यो समाधान हुनेवाला छैन। संस्कृति हाम्रो बिग्रिएको छ। त्यसतर्फ के भन्नुहुन्छ? त्यो एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभयो। मार नखाइकन मान्छेले सिक्दैन। यो एकदम लिखित तथ्य हो। म 2-3टा तथ्य जोड्छु। मार नखाइकन मान्छेले सिक्दैन। जाडो गर्मी हुने भनेको पनि गरिबलाई मात्रै हो, किनभने धनीले जेनेरेटर राख्छ, एसी राख्छ, मधेसमा नि गर्मी हुँदैन, जाडोमा पनि बाक्लो लुगा लगाउँछ। त्यसले गर्दा यो पुँजीको कुरा जुन चाहिँ गरिबलाई माछा दिने कुरा, बाख्रा दियो भोलि बाख्रा काटेर खायो भन्ने विषयमा चाहिँ के छ भन्दाखेरि मान्छेलाई सिप दिने हो, त्यस पछाडि त्यो पुँजी दिने हो र पुँजी दिइसके पछाडि त्यसको मोनिटरिङ हुनुपर्छ नि त। यहाँ मोनिटरिङ छैन। किनभने यहाँलाई म उदाहरण दिउँ, ब्याङ्कबाट ऋण दिँदाखेरि घुस खुवाउनुपर्छ। यहाँ त आफूले गरेको कारोबारको चाहिँ तपाईँको कर बुझाउन जाँदाखेरि आफ्नो कर बुझाउन पनि घुस दिनुपर्छ हैन। यसको सामान्य थ्योरीमा भन्नुपर्दा हाम्रा सरकारी संयन्त्रका सबै सुविधाहरूलाई डिजिटलाइज गर्नुपर्छ। हाम्रो प्रमाणपत्र कतिवटा छन्? नागरिकता छ, अर्को चाहिँ राष्ट्रिय परिचय पत्र छ, हाम्रो पासपोर्ट छ, हाम्रो खानेपानीको अर्कै हामीसँग 5-7 वटा परिचय पत्र छन्। एउटा डिजिटल आइडी कार्ड बनाइदिएर त्यो डिजिटल आइडी कार्डको नम्बर हाल्ने बित्तिकै त्यो मान्छेको डेटाबेस, त्यसको कति सम्पत्ति छ, त्यो कहाँ बस्छ, त्यसको पेसा के हो, त्यसको ब्याङ्कको स्ट्याटस के छ भन्ने कुरा र साइबर सेक्युरिटीको कुरा। हाम्रो सानो गरिब मुलुक भएको हुनाले यो सूचनाको गोपनीयता यति चिज बनाउने बित्तिकै हाम्रो यो जुन दलाल तन्त्र र बिचौलिया तन्त्र छ नि बिचमा, यो दलाल तन्त्र र
र बिचौलिया तन्त्रलाई चाहिँ अन्त्य गर्न सकिन्छ। जब दलाल तन्त्र र बिचौलिया तन्त्र अन्त्य भएर शिक्षा निशुल्क र शिक्षालाई सुधार गर्नुपर्छ, शिक्षालाई चाहिँ पेसामुखी बनाउनुपर्छ र शिक्षालाई सुधार गरेर र स्वास्थ्य र शिक्षालाई चाहिँ निशुल्क बनाउनेतिर हामीले लगेर एउटा राज्यप्रति भरोसा भए पछाडि र यही देशमा भविष्य देखे पछाडि त युवा किन विदेश जान्छ, यहीँ काम गर्छ नि त। यहाँ त के छ भने म इक्जाम्पल दिन्छु तपाईँलाई, रायो साग लगायो, मल बिउ खन जोत गरो, अनि त्यहाँदेखि बेच्न जाँदाखेरि घरमा आउनेले 20 रुपियाँ मुठा पनि दिँदैन, अनि बेच्न चाहिँ उसले 100मा बेच्छ। उत्पादन गर्नेले 20 रुपियाँ पायो, त्यसले उसको मल बिउ र चाहिँ जमिनको भाडा र आफ्नो ज्यालै उठ्दैन। उता किन्नेले 100 रुपियाँ तिरेर किनिरहेछ, यो 80 रुपियाँ बिचौलियाले खाइरहेछ। यो चक्रीय कृषि प्रणाली गरेर यो बिचौलिया तन्त्रलाई चाहिँ अन्त्य नगरुन्जेलसम्म तपाईँको यो हुँदैन। तपाईँ यो एरियामा एउटा जग्गा किन्न खोज्नु भने तपाईँ दलाल मार्फत जानु भएन भने तपाईँले जग्गै भेट्नुहुन्न। त्यसले गर्दा नेपाल चाहिँ अहिले कस्तो छ भन्दाखेरि यसलाई चाहिँ तपाईँको ठ्याक्कै भन्नुपर्दा यो लोकतन्त्र भन्दा नि लुटतन्त्रको अवस्था छ। र मैले जुन के अरे सम्बन्ध यो माफियाकरण र दलालीकरणको विरोध गर्दा त्यो माफियाकरण र दलालीकरणकै पक्षधर मान्छेहरूले विरोध गरे हुन्। एक्ज्याक्टली जो इन्टेलेक्चुअल र समाज बुझेका मान्छे छन्, यो माफिया तन्त्र नै यो देशको सबैभन्दा ठुलो समस्या हो र हाम्रो देशको राष्ट्रिय पुँजी चुहुँदै 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 मूल पुँजी फिल्डसम्म नआइपुगेका कारणले हाम्रो विकास नभएको भन्ने बुझेका छन्। त्यसले गर्दा जेनजी आन्दोलन होला, ध्वंस गरे होला, सर्वोच्च जलायो होला, त्यो राम्रो होइन। यो चाहिँ विभिन्न चाहिँ सरकारी कार्यालय जलायो होला, पुलिसलाई कुट्यो होला, आन्दोलनमा रिस उठ्यो बेला कसैले देख्दैन, तैपनि ठुलो ध्वंस भयो। तर यही बिचौलिया तन्त्र र राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण र यो जुन इम्प्युनिटी भन्छ अङ्ग्रेजीमा, दण्डहीनता, गल्ती गरे पनि दण्डहीनता, त्यसलाई सजाय हुँदैन। मान्छे चरित्र हत्या गरेर हिँडिरहेछ, सजाय हुँदैन। मान्छे डुप्लिकेट सर्टिफिकेट बोकेर चाहिँ नामको अगाडि डाक्टर लेखिरहेछ, कारवाही हुँदैन। मान्छे तपाईँको खुल्लम खुल्ला फर्जी कागजपत्र बनाएर सरकारी पुँजी लुटिरहेछ, त्यसलाई कारवाही हुँदैन। र यो दण्डहीनताको अन्त्य, बिचौलिया तन्त्रको अन्त्य नहुन्जेलसम्म नेपाली जतिसुकै मेहनत गरे पनि, जतिसुकै पेसा कर्म गरे पनि नेपाल कहिले पनि उँभो लाग्दैन। त्यसले गर्दा मैले जुन लडाइँ सुरु गरेको छु त्यो बिस्तारै जनताले बुझ्नेछन् र एउटा निष्कर्षमा धेरै कुरा आयो। जस्तो यो भ्रष्टाचारको कुरा जुन छ नि जनजी आन्दोलनसँगै जोडेको, भ्रष्टाचार निर्मूल गर्न के छ भने यो ब्युरोक्रेसीको पनि ठुलो हात रह्यो भनिन्छ। बढी अब्जस राजनीतिक दललाई आयो भने यसको सन्दर्भमा के देख्नु भएको छ? यस्तो छ, ब्युरोक्रेसी भनेको स्थायी सरकार हो। जस्तो तपाईँलाई म उदाहरण दिउँ, 2054 पछाडि स्थानीय निर्वाचन भएन होइन। स्थानीय निर्वाचन नहुन्जेलसम्म त यो देश त कर्मचारीले चलायो नि, र कर्मचारीले चलाए, यो स्थायी सरकार हो। ब्युरोक्रेसीलाई किन राजनीतिक दल र सत्ताको चाहिँ सिस्टमको डर भएन भने 15 वर्षमा 14वटा सरकार र परिवर्तन भएपछि, मन्त्री परिवर्तन भएपछि मन्त्रीले केही गर्न चाह्यो भने पनि उनीहरूले दिँदैन। किन? यो कुनै एउटा नयाँ कुरा लिएर आयो भने त्यो लागु नै हुँदैन। भोलि हाम्रो देशको एउटा स्थायी नीति के, हाम्रो स्थायी परराष्ट्र नीति के, हाम्रो चाहिँ प्रशासनिक नीति के, हाम्रो विकासको लक्ष्य के, हाम्रो शिक्षाले 20 वर्षमा चाहिँ कस्ता किसिमका जनशक्ति उत्पादन गर्ने, कुनै भिजन छैन। भिजन कहाँबाट आउँछ भन्दा जो डोनर कन्ट्री छ, हाम्रो त बजेटको 60% पनि करबाट उठ्दैन, 40% उठ्दैन, 60% अनुदानमा आउँछ। जसले दान दियो त्यसले त्यसैको एजेन्डामा हाम्रो चाहिँ योजना बनाइदिएर हो। हामीलाई 20 वर्षपछि के चाहिन्छ, हाम्रा कल कारखाना उद्योग धन्दा कस्ता बनाउनु पर्छ, हाम्रा नेपाली नागरिकले संस्कारगत रूपमा कस्तो हुनुपर्छ, पढाइ लेखाइ कस्तो हुनुपर्छ, सिप कस्तो हुनुपर्छ, हाम्रो कर्मचारी, हाम्रा अफिस कस्ता हुनुपर्छ, हामीले यसलाई डिजिटलाइज र जनताले बढीभन्दा कम दुःख पाउने किसिमको कसरी बनाउनुपर्छ भन्ने भिजन गोलमाल छ। यसको शत्रु भनेको दलाल तन्त्र हो। कर्मचारी पनि यो यस्तो छ क्या हजुरलाई म एकदम अझ प्रष्ट भाषामा भनौँ, यी 46 सालदेखि अहिलेसम्मका जति पनि नेता छन् तिनीहरूका पिए हुन्छन् नि, जुन पर्सनल एसिस्टेन्ट, त्यो पिए भनेको यो दलाल, कर्मचारी र नेताको बिचमा जोड्ने मान्छे हो। यी अहिलेसम्म भएका पिएलाई च्याप्प समातेर तिनीहरूका ल्यापटप र मोबाइल, तिनका लिङ्क भेला गर्ने भने यो देशको सुशीला कार्कीले भने जस्तो यो देशको चाहिँ भ्रष्टाचारको पहिचान 5 दिनमा हुन्छ। अब कारबाही कसले कसलाई गर्ने, कति रहन्छन् मान्छे। अर्कोतिर त जस्तो राजनीतिक दलको कार्यकर्ता चाहिँ कर्मचारीहरू पनि सबै कार्यकर्ता रहेको कारणले पनि त्यो प्रश्रय पाइरहेछ, किनभने कारबाही गरौँ भने आफ्नै कार्यकर्ता हो होइन। यो ब्युरोक्रेसीमा जुन राजनीतिकरण छ यस विषयमा नेपालमा ब्युरोक्रेसीमा मात्रै होइन, अब त हुँदा अदालतमा, प्रहरीमा र सेनामा समेत राजनीतिकरण। अब चाहिँ यसपछि को हुन्छ, 5 वर्षपछि को हुन्छ, मतलब
तपाईँलाई एउटा मेरो एकजना मित्रले भन्नुहुन्थ्यो काठमाडौँमा सिंहदरबारमा मन्त्रीको मन्त्रालय क्वार्टरमा 5 वटा कुरा हुन्छ सरुवा बढुवा ठेक्का कमिसन लेनदेन योदेखि बाहेक विकास योजनाको कुनै पनि छलफल हुँदैन भनिसकेपछि के भएर भन्दा सबै पार्टीका कर्मचारी युनियन सबै पार्टीका पत्रकार सबै पार्टीका तपाईँको शिक्षक सबै पार्टीका चाहिँ सबै चिजमा पार्टीकरण भइसकेपछि के हुन्छ भन्दा आफ्नो पार्टीकोले गल्ती गरे पनि त्यसलाई ढाकछोप गरिने र अर्काकोले गल्ती गरेका छैन भने पनि सबै मिलेर त्यसलाई गर्ने भन्नाले हाम्रो राजनीतिक चरित्र नै भ्रष्ट भएको कारणले गर्दा यो भएको छ समस्याको चाङ छ र हामी सुरुवात गर्दैछौँ र यो 1 वर्ष 2 वर्ष 5 वर्ष लाग्ला 10 वर्ष लाग्ला 15 वर्ष लाग्ला हामीले देखेको जुन समस्याको समाधान औषधि छ हामीलाई जनताले बुझेर साथ दियो भने हामी आफ्नो भिजनको आधारमा यो देशको समस्याहरू समाधान गर्न सक्षम पार्टी र त्यसको नेतृत्व गर्न सक्षम मान्छे अन्त्यमा अब यो अहिले चुनाव आइरहेछ चुनावमा आम मतदाता र नेपाली जनतालाई यो हामी भिडियो मार्फत के भन्न चाहनुहुन्छ मोरङ 3 का सम्पूर्ण मतदाताज्यूहरू म भुवन कुमार वाग्ले यहाँहरू सबैलाई हार्दिक नमन गर्न चाहन्छु म यो 2082 को फागुन 21 गते हुन गएको चुनावमा कल चापाकल हाम्रो हरेक घरको आँगनमा गाडिएको कल चुनाव चिन्ह लिएर चाहिँ आएको छु यहाँ विभिन्न किसिमका भ्रम फैलाइएका छन् मेरो स्वास्थ्यको बारेमा विभिन्न कुराहरूमा भ्रम फैलाइएका छन् तर यी सबै मिथ्या भ्रम हुन् किनभने आफ्नो रहिरहेको सत्ता ढल्छ कि भन्ने डरले मान्छेको चाहिँ चरित्र हत्या गर्ने जस्ता कामहरू भइरहेका छन् तर म डगमगाएको छैन म यो 26 दिनमा 26 वटाको अब 2 दिन बाँकी छ यो अभियान मार्फत यहाँहरू कहाँ आउँदा यहाँहरूले दिनुभएको माया यहाँहरूले दिनुभएको भरोसा र यहाँहरूले मेरा तर्क र यहाँका समस्याका समाधानको विषयमा जुन किसिमको स्नेह देखाउनु भएको छ त्यो स्नेहलाई मतमा परिणत गर्नुभयो भने चाहिँ म अब पछिल्लो समयमा जुन गतिशील लोकतान्त्रिक पार्टीको समर्थन पनि पछि म पनि अब कम्पिटिसनमा छु र यहाँहरू सबैले मेरा कुरा बुझेर मतदान गरिदिनु भयो भने यहाँले दिएको भोटको मूल्य म नाश हुन दिने छैन यहाँले कल छापमा दिएको मत अवश्य युज हुनेछ त्यसैले यहाँहरू सबैले प्रत्यक्षमा कल छापमा र समानुपातिकमा गतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ब्याट्रीमा मत दिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु हवस् त यहाँलाई अब विजयको शुभकामना छ हैन फेरि हाम्रो भेट हुने नै छ आजलाई हामी बिदा चाहन्छौँ नमस्कार हस् धन्यवाद नमस्कार यो लोकप्रिय मिडिया मार्फत मलाई मेरा कुरा राख्न दिनुभएको है यहाँलाई र सम्पूर्ण यो बेतना रेडियो परिवारलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु नमस्कार